यस्तो दुखाइ हुन्थ्यो कि हैन, दुखेर रातभरि सुत्न सक्दैन थियो अनि बिहान थेरापी जानु पर्थ्यो। अनि तर पेन त स्टिल छ, तर पनि त्यो पेन हेरिकन यो पेन चाहिँ त्यो पेन सहने बानी भयो त। झगडा नपरोस् भने एकछिन मग पऱ्यो मेरो कुरा। यस्तै बिचमा डसिहाल्छ के, डसिहाल्छ। तिमीले पहिला डस्यो मलाई यहाँ के भयो अरे, मेरो के भएन अरे, के भएन फेसमा नजानेले मलाई मुख हेर्दा चाहिँ कति सोझो क्युट। यो पोखरी देखे जस्तै ले डुब्छस् नि फेरि। She's walking after so long. कस्तो फिल भइरहेछ बिना लट्ठीको? रमाइलो लागिरहेछ। आँसु पनि चुहायो अलिअलि। सर्जरीको 3.5 मन्थ चाहिँ आज कम्प्लिट भयो। अनि अहिले चाहिँ यो जुन टाइम चाहिँ अहिले मलाई चाँडो गइरहेको लागिरहेछ क्या। अनि जुन त्यो अगाडिको 1 महिनाको जुन टाइम थियो नि, त्यो चाहिँ एकदम लामो लागेको थियो कि भन्न त यस्तो भन्छ नि हैन, त्यो आफ्नो दुःखको टाइम चाहिँ हामीलाई लामो लाग्छ भन्छ नि, हो रहेछ जस्तो फिल भयो कि मलाई। अनि त्यो जुन 1 महिनाको त्यो बेड रेस्ट अनि त्यो यस्तो दुखाइ हुन्थ्यो कि हैन, दुखेर रातभरि सुत्न सक्दैन थियो अनि बिहान थेरापी जानु पर्थ्यो। अनि थेरापीमा उस्तै दुखाइदिने खुट्टा बटार्नु पर्थ्यो। अहिले पनि तर पेन त स्टिल छ, तर पनि त्यो पेन हेरिकन यो पेन चाहिँ त्यो पेन सहने बानी भयो एक त। अनि यो अहिलेको पेन त्यति धेरै गाह्रो लाग्दैन। अहिले चाहिँ जे होस् राम्रोसँग सुतिन्छ। अगाडिको 2 मन्थ त सुतेन भन्दा नि हुन्छ। अनि बिहान नि आँखा रातो, निन्द्रा नि पुगे छैन, खुट्टा उस्तै दुखाइ छ। पेन किलर खाएर पनि एकदम धेरै दुखाइ हुन्थ्यो क्या। म इन्जोर्ड चाहिँ कसरी भएको भन्दा हाम्रो स्पायरिङ लिएको थियो कि त्यो अगाडि। अनि हाम्रो स्पायरिङ चाहिँ कति थियो भन्दा हाम्रो स्पायरिङ चाहिँ फ्राइडे थियो, तर हाम्रो जुन स्पायरिङ फ्राइडे थियो नि हामीलाई के अरे त्यो भन्दा अगाडि चाहिँ हिल रनिङ जे होस् रनिङ मात्रै भइरहेको थियो। हामीले लोवर बडीको एकदम धेरै गरिरहेको थियो। अनि त्यसपछि हाम्रो कन्टिन्यू स्पायरिङ भयो। जस्तै ब्याक वर्क प्याड वर्कहरू बिचमा केही थिएन, टेक्निकल कुरा केही थिएन। अनि त्यसरी स्पायरिङ गर्दाखेरि चाहिँ अलिकति मेरो सोचाइअनुसार चाहिँ अब खुट्टामा मात्रै धेरै लोड परिरहेको थियो, 81 स्पायरिङ गऱ्यो। अनि त्यो गर्दाखेरि चाहिँ अनि खुट्टा अलरेडी विक छ। किन भन्दा एकचोटि अब 12 किलोमिटर 13 किलोमिटर कुदेपछि चाहिँ खुट्टालाई रेस्ट दिनुपर्छ नि त। अनि क्विक मुभमेन्टहरूवाला केही ट्रेनिङ गरेको थिएन, 81 क्विक मुभमेन्टहरूवाला ट्रेनिङ गऱ्यो। अनि त्यसले नि हुनसक्छ है खुट्टा गएको कारण चाहिँ। अनि त्यो दिन चाहिँ मलाई कस्तो स्पायरिङहरू गर्नै मन थिएन, त्यस्तो हुन्छ नि जिउ नै भारी भएको थियो। अन्त अगाडि चाहिँ मेरो के नराम्रो हुन्छ है भन्ने जस्तो टाइपको जस्तो आँखा फुरिरहेको थियो। मेरो मात्रै होइन, सिरुको पनि त्यस्तै नै भइरहेको थियो क्या, उसको नै आँखा फुरिरहेको थियो। अनि मेरो चाहिँ लेफ्टतिर फुरेको राम्रो हुँदैन, अनि त्यस्तो नि भइरहेको थियो। अनि ठ्याक्कै त्यो दिन स्पायरिङ गर्दा ब्याक फिट आइरहेको थियो। आउँदा खुट्टा एकचोटि ट्विस्ट भयो, राइट साइडतिर ट्विस्ट भयो, आफूलाई फिल भयो। अनि त्यसपछि मेरो पहिला चाहिँ लेफ्ट लेग अलरेडी इन्जोर्ड थियो। अनि त्यो माइन्डलाई थाहा छ नि त, अनि त्यसलाई भार दिन चाहेन क्या बडीले। अनि त्यसपछि म एकैचोटि ढ्याङ्गै लडेँ क्या, एकचोटि ट्विस्ट भयो। अनि लड्दाखेरि चाहिँ मेरो खुट्टा कम्प्लिटली फोल्डै भएको थियो। अनि झन् बडी नै गयो क्या। अनि त्यतिखेर चाहिँ मेरो एसिएल, एमसिएल, मेनिस्कस अनि पिओएल भन्ने सबै लिगामेन्ट, जति घुँडामा लिगामेन्ट हुन्छ त्यो सबै नै गयो। अनि हस्पिटलाइज भयो सिधै गएर। अनि हस्पिटल पनि राखेको टन्नै दिन। अनि मेरो खुट्टा एकदम सुन्निएको थियो। अनि त्यो सुन्निएको पुरै कम भएपछि चाहिँ एमआरआई गऱ्यो। अनि यस्तो भयो भने थाहा भयो। तर मलाई अपरेसन गरेपछि चाहिँ मेरो खुट्टा ल ठिक हुन्छ भन्ने सोच्थेँ क्या। तर अपरेसन त केही पनि होइन, सबभन्दा मेन
बाटो चाहिँ फिजियोथेरापीको रहेछ क्या। अनि फिजियोथेरापी जानुपर्ने रहेछ। अनि ल अब सर्जरी गरेर ठिक भयो हुन्छ होला सोचेको, तर त्यसपछि त मेरो खुट्टा बेन्डै हुँदैन। अनि मेरो सुरुमा चाहिँ मेरो खुट्टाको फोल्ड जुन फ्लेक्सन छ नि त्यो चाहिँ जम्मा 40 मात्रै थियो क्या, 40 डिग्री मात्रै थियो क्या। अनि यति पुस गऱ्यो 90 डिग्री ल्याउनलाई, यति पुस गऱ्यो। त्यो थेरापीमा त नरोको दिनै हुँदैन थियो क्या, दिनमै 3-4 चोटि रुनु पर्थ्यो क्या। यस्तो दुख्थ्यो खुट्टा, यस्तो दुख्थ्यो। अनि म्यामहरूले थिच्दिने, पुस गरिदिने, पछाडिबाट अगाडिबाट त्यो बेन्च हुन्छ क्या एउटा, बेन्चमा ठेल्दिने गर्दा गर्दा। अनि मसिन थियो एउटा, त्यो मसिनले पनि पुस गर्दा मेरो जस 40बाट हटेर 90 डिग्री भयो। अनि स्ट्रेन्थहरू एकदम कम हुँदो रहेछ। त्यसपछि स्ट्रेन्थ चेक गर्दाखेरि चाहिँ मेरो नन इन्जोर्ड भन्दा इन्जोर्ड लेग चाहिँ हाफै कम छ, त्यसको स्ट्रेन्थ चाहिँ आधी नै घटेको छ। तर त्यो होइन, मेरो इन्जोर्ड अनुसार चाहिँ ठिकै नै हो अरे, तर ग्रोथ भइरहेछ, एकदम स्लो भइरहेछ। आई होप एकदम चाँडै निको होस्। चाँडै निको हुन्छ त, चिन्ता नगर्नु, टेन्सन लिने होइन, दिने हो दिने हो। अनि क्या होइन मान्छेहरूले हामीलाई हेर्दा चाहिँ क्या यिनीहरू कस्तो क्युट कपाल, यिनीहरू कस्तो स्विट कपाल भन्छ होइन उसको अनुहार हेर्दा नि। तर ऊ जति देखिन्छ नि ज्ञानी सोझो, तर छैन, उसको अनुहार नजानुहोस्। अनि हाम्रो यति झगडा पर्छ कहिलेकाहीँ, त्यस्तो ठुलो झगडा चाहिँ परे छैन अहिलेसम्म। अनि झगडा नपरोस् पनि एकछिन मग पऱ्यो मेरो कुरा, ऊ यस्तै बिचमा डसिहाल्छ क्या, डसिहाल्छ। तिमीले पहिला डस्यो मलाई यहाँ, के मैले के भयो अरे, मेरो के भएन अरे, के भयो फेसमा नजाने रे मलाई। मुख हेर्दा चाहिँ कति सोझो क्युट। यो पोखरी देखे जस्तै डुब्छस् नि फेरि? डुब्दिनँ, यसो मैले पहिला खेलिसकेँ, मलाई थाहा छ। अब बोल्दाखेरि चाहिँ कहाँ के भन्छ नि, गोब्रोको रिल सकेला जस्तो क्या। अब सकिन्छ, मेरो मेमोरी थोरै छ। देखियो यो कति छुच्चे छ, जिस्केको सबैले उसलाई चाहिँ एकदम सोझो भन्छ, मलाई चाहिँ छुच्ची भन्छ नि। अनि मेरो घर आएको थियो, अनि त्यसपछि उखे के कुरामा म जान्छु भने मलाई गुर्की देखायो के। अनि मलाई सुरुमा उसले मलाई रुन्ची भने क्या, होइन मैले म जान्छु भने हो, म जाम भनेको मैले। बोलेन होइन यस्तो सिन यस्तो हो, बोलेन तिमी मसँग, अनि म जाम भनेको। जाऊ न त, तिम्रो इच्छा हो त। अनि के सोधिरहेको, म पनि गइदिएँ त्यसको पालोमा अर्को कुरा हानेको चाहिँ। अनि आज रबिन चाँडै गएछ माइजूले, अनि के भयो आज चाँडै गएछ त्यस्तो कुरा। अनि दाइले पनि शङ्का लागेको छ क्या यिनीहरूको झगडा पऱ्यो भनेर। अनि मलाई के भनेर माइजूले, अनि किन एक्कासी झम्टिहालेको त अरे, मलाई त उल्टै मेरै दोष के। अब देखियो मान्छेहरू विश्वास गर्दैन, अनुहार इनोसेन्ट क्युट हुनु पनि एउटा फाइदा हो भन्न चाहन्छु म उसलाई हेरेर। उस गरिराख मलाई, झगडा गर्नु सुरु भइसक्यो। मलाई हेपेको फिल भयो नि, मैले नि त केही उस गर्नु पऱ्यो नि, डिफेन्ड त गर्नु पऱ्यो नि। मलाई चाहिँ रुन्ची हो, च्यान्टी भ्यान्टी तैँले रिङमा त हान्छस्। मलाई जित्नु छ क्या। म पनि काउन्टर पन्चर हो, काउन्टर हान्न त फेरि नेचुरली नै छ मेरो। म त दही जमाएर बसेको छु हातमा, खाएर गर्दै